जसरी यसभन्दा अगाडिको भिडियोमा मैले मास्टर ब्लास्टर नम्बरको कुरा गरेकी थिएँ, त्यसै गरी आज भने म कार्मिक टेप नम्बरको विषयवस्तु लिएर आइरहेकी छु। हो, कार्मिक टेप नम्बर भन्नाले जसको चाहिँ पास कर्म अथवा पास डेटको कुरालाई चाहिँ इन्डिकेट गर्ने काम गर्छ। अब पास्ट लाइफ यानि कि कार्मिक नम्बर भन्नाले जुन व्यक्तिहरूको मूलाङ्क भाग्याङ्कमा यो नम्बर जोडिएको हुन्छ, उहाँहरूले चाहिँ पहिलाको पास्ट लाइफमा चाहिँ बिगारेका कुराहरू अथवा पास्ट लाइफमा ब्यालेन्स नभएका कुराहरूलाई चाहिँ यस जुनीमा चाहिँ ब्यालेन्स गर्ने एउटा अवसर लिएर जन्म भएको हुन्छ भन्ने बताइन्छ। यसको लागि भने युनिभर्सले यो अवसर दिएकोले युनिभर्सप्रति थ्याङ्कफुल चाहिँ हुनु नै पर्ने हुन्छ, ताकि पास्ट लाइफमा बिगेका कर्महरूलाई सुधार गर्ने एउटा अवसर पाएको हुन्छ। हो, कार्मिक डेट नम्बर चाहिँ चारवटा नम्बर हुन्छ। जो व्यक्तिहरूको मूलाङ्क र भाग्याङ्कमा 13, 14, 16 र 19 आएको हुन्छ, उहाँहरूले पनि एउटा पासको कर्म यानि कि पास कार्मिक डेट नम्बर लिएर उहाँको जन्म भएको हुन्छ र उहाँहरूले चाहिँ यस जन्ममा चाहिँ ती पहिलाको पास कर्ममा भएका बिग्रेका काम कुराहरूलाई चाहिँ सुधार गर्ने यो अवसर चाहिँ उहाँहरूले पाउनु भएको छ। तसर्थ जो व्यक्तिहरूको यो पास लाइफको नम्बर बोकेर आउनुभएको छ, उहाँहरूले चाहिँ दुःख मान्ने, चिन्ता मान्नु पर्दैन, ताकि कुनै पनि कुराहरूले हामीले चाहिँ स्वीकार रूपी भावनाले लिनुपर्ने हुन्छ र पोजिटिभ रूपमा हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। न्युमरोलोजीमा पनि विभिन्न कुराहरूको आफ्नै छुट्टै रेमेडीहरू रहेको हुन्छ र जो व्यक्तिहरूको यो पास्ट लाइफ नम्बर अथवा कार्मिक डेट नम्बर लिएर आउनुभएको छ, उहाँहरूको पनि छुट्टै नै रेमेडीहरू हुन्छ र यी चारैवटा लागि चाहिँ सबैभन्दा ठुलो रेमेडी भएकोले यस्ता व्यक्तिहरू चाहिँ आफूलाई चाहिँ पोजिटिभ रूपमा लिनुपर्ने हुन्छ। पोजिटिभ थिङ्किङ, पोजिटिभ माइन्डसेट गर्नु नै यसको सबैभन्दा ठुलो रेमेडी हुन आउँछ। अब म नेक्स्ट भिडियोमा भन्ने चाहिँ प्रत्येकको चाहिँ अब जस्तै 13, 14 र 16 र 19हरूको व्यक्तित्वहरू कस्ता हुन्छन्, के गर्नुपर्छ आदि रेमेडी सहित नै म लिएर आउनेछु है त। थ्याङ्क यू।